नमस्कार। कावासोती नगरपालिकाको आर्थिक वर्ष 2081-82 को विकास गतिविधि र प्रगतिहरू समेटिएको कार्यक्रममा यहाँलाई स्वागत छ। म विष्णु गौडेल। हामी यो कार्यक्रममा कावासोती नगरपालिकाको विभिन्न विकासका गतिविधिहरू, महत्त्वपूर्ण कार्यक्रमहरू र उपलब्धिहरूलाई समेट्दै आइरहेका छौँ। आजको अङ्कमा हामी कावासोती नगरपालिकाको एउटा ऐतिहासिक कदम, जहाँ भूमिहीन सुकुम्बासी दलितहरूका लागि लाल पूर्जा वितरणको कार्य सुरु भएको छ। कावासोती नगरपालिकाले 17वटा वडाहरूमध्ये पहिलो चरणमा कावासोती नगरपालिका वडा नम्बर 4 हसौरा क्षेत्रमा रहनुभएका 25 घर परिवार दलित भूमिहीन सुकुम्बासीहरूलाई लाल पूर्जा वितरण गर्ने एउटा भव्य समारोहको आयोजना गर्दैछ। उक्त समारोहमा स्थानीयवासीहरू निकै हर्षित छन्। यहाँका राजनीतिक दलहरू, यहाँका विभिन्न सङ्घ संस्थाका व्यक्तिहरू, नागरिकहरू र अन्य समुदायहरू पनि उत्साहित भएर पञ्चे बाजासहित यहाँ आउनुभएका जनप्रतिनिधि र विभिन्न निकायका व्यक्तिहरूलाई स्वागत गर्न तन्बिन्छन्। आज हामी यही पेरिफेरीमा रहेर यो कार्यक्रममा चर्चा गर्नेछौँ। यो ऐतिहासिक घडी नेपालमा अहिले 2051 सालदेखि नै कसरी विभिन्न आयोगमा गठन गर्दै 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 आउँदै आउँदै जाँदाखेरिको घडीमा विभिन्न जिल्लाहरूमा विभिन्न प्रकृतिले काम भइराखेको थियो पहिले पनि, र अहिले देशैभरि समस्या समाधान गर्नका लागि 3टा क्याटेगोराइज गरिएको छ, 3 क्षेत्रमा वर्गीकरण गरिएको छ। एउटा भूमिहीन दलित, एउटा भूमिहीन सुकुम्बासी र अर्को अव्यवस्थित बसोबासमा रहनेहरूलाई राज्यले उहाँहरूको अधिकारको रूपमा लाल पूर्जा वितरण गर्नुपर्छ भनेर संवैधानिक दृष्टिकोणले अधिकारको रूपमा अगाडि बढाएको हुनाले यसै क्रममा देशैभरि यो क्रम रहने क्रममा आज 753 वटा पालिकामध्ये कावासोती नगरपालिकाले यो महत्त्वपूर्ण मौका पाएको छ। सर्वप्रथम त यो भूमिका खेल्नका लागि, अग्रज भूमिका खेलेर छिटै वितरण गर्नका लागि जुन भूमिका खेल्नुभयो कावासोती नगरपालिकाका अध्यक्ष नारायण लोहनीज्यूप्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मैले अगाडि सम्बोधन गर्न पनि मैले बिर्सेछु। आजका कार्यक्रमका अध्यक्षज्यू पनि हुनुहुन्छ, उहाँ अहोरात्र खट्नु भएको छ। यो आजको शिक्षाले के पनि दिलाउँछ भने अरू नगरपालिकाहरूमा पनि, अरू गाउँपालिकाहरूमा पनि र कावासोती नगरपालिका भित्रै रहेका अरू वडाहरूले पनि अब गर्नुपर्छ भन्ने कुरो चाहिँ उहाँले चाहिँ एउटा पहिलो पाइला सुरुवात गर्नुभएको छ। सर्वप्रथम त यो भूमिका खेल्नका लागि जुन अहम भूमिका खेल्नुभयो उहाँप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र राज्यले सबै नागरिकलाई लाल पूर्जा वितरण गर्नुपर्छ र उहाँहरूले जग्गाको स्वामित्व पाउनुपर्छ, तब नै राज्यप्रति उहाँहरूको अपनत्व रहन्छ भन्ने उद्देश्यले यो घडीमा हामी उपस्थित भएको हुँदा आज यो महत्त्वपूर्ण घडीमा जो जसरी यहाँ उपस्थित हुनुभएको छ उहाँहरूप्रति मैले हार्दिक आभार र हार्दिक स्वागत गर्न चाहन्छु। र भावी दिनमा पनि यसै गरी सबै तर्फबाट नगरपालिकाले गरेको महत्त्वपूर्ण कामका लागि सबै वडाहरूमा र यहाँहरूको महत्त्वपूर्ण भूमिका रहनेछ भन्दै
मैले नेपाल सरकारले गरेको एउटा ऐतिहासिक पाइला सुरुवात गर्नका लागि कावासोती नगरपालिकाले आज यो अवस्थामा हामी आएका छौँ। जसले जहाँबाट यो भूमिका खेल्नका लागि महत्त्वपूर्ण भूमिका खेल्नुभयो, चाहे राजनीतिक दलको पार्टी तर्फबाट होस्, चाहे जनप्रतिनिधिको तर्फबाट होस्, चाहे आम नागरिकको तर्फबाट किन नहोस्, र सबैप्रति हार्दिक आभार एवं आजको यस कार्यक्रममा यो महत्त्वपूर्ण घडीमा उपस्थित हुनुहुने सम्पूर्णलाई हार्दिक स्वागत 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 भन्दै म बिदा हुन्छु। धन्यवाद। यो दिन वर्षौँदेखिको हाम्रो पर्खाइको दिन, यो दिन हाम्रो मन मस्तिष्कमा कहिले आउला भनेर आँधीबेहरीका तरह प्रश्न उठाइरहेको दिन आज आएको छ। यो कावासोती नगरपालिका वडा नम्बर 4 को लागि मात्र होइन, सिङ्गो नगरपालिकाको लागि पनि विशेष दिन। मलाई यो कामको लागि सहयोगीको रूपमा सहयोग गर्नुहुने सम्पूर्ण वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई म धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। र यो कार्यमा मलाई मार्गदर्शन गर्नुहुने नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहअधिकार समितिमा रहनुहुने सम्पूर्ण कर्मचारी मित्रहरू, अमिन भाइहरू सबैलाई विशेष धन्यवाद पनि दिन चाहन्छु। हामीले सुकुम्बासी भएर लामो समय जिउनु पर्दाको पीडा हाम्रो मन मस्तिष्कमा ताजा नै छ। हेपिएर चेपिएर दलित भनेर भूमिहीन भनेर जसरी जमिनदारहरूबाट जसरी हामीले अलि हुने खाने बेलाबाट पिलिने हुने खाने बेलाबाट यहाँका जनताहरूलाई जो हेपिने काम भएको थियो, त्यो हेपिनेबाट बचाउनको लागि तपाईँहरूको एउटा प्रतिनिधिको रूपमा, एउटा चौकीदारको रूपमा, तपाईँहरूको एउटा कामदारको रूपमा म वडा कार्यालयमा नेतृत्व गरिरहँदा मैले त्यहाँबाट तपाईँहरूको सेवा दिनुपर्छ, जनताको मालिक होइन जनताको दास भएर काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ लाग्यो। सोही क्रममा म आज स्मरण गर्न चाहन्छु, पूर्व वडा अध्यक्ष रमाकान्त चपागाईज्यूले आफ्नो कार्यकालमा फारम भर्ने काम गराउनुभयो र हामी आएपछि यसलाई नापजाँच गर्ने कामहरू अगाडि बढायौँ। विगतका साथीहरूले पनि यसलाई अगाडि बढाउने जमर्को गर्नुभयो। म आज आदरणीय चन्द्रकुमारी पूर्व मेयरलाई पनि सम्झाउन चाहन्छु। उहाँले त्यो परिस्थिति सिर्जना नगरेको भयो र नापजाँचको लागि फारम भर्ने कामहरू अगाडि बढाउनु भएको भए आज सायद यति सजिलै हामीले पूर्ण प्राप्त गर्न सक्दैनौँ होला। र विशेष गरी कर्मचारी मित्रहरूले धेरै सहयोग गर्नु भएको छ। कार्यपालिकाका कर्मचारी साथीहरू, भूमि आयोगका अध्यक्ष लगायत कर्मचारी साथीहरू, मालपोत कार्यालयका कर्मचारी साथीहरू, डिभिजन वन कार्यालयका कर्मचारी साथीहरू लगायत सबै राष्ट्र सभा कर्मचारीहरूले जनताले पूर्ण दिलाउने कुरामा हामीसित एकबद्धता जनाउँदै काँधमा काँध र हातमा हात राखेर सहयोग गर्नुभयो। यो शुभ अवसरमा मैले सबै क्रम विकासका अध्यक्षहरूलाई पनि धन्यवाद दिँदै विशेष गरी हाम्रो नाप्दाखेरि खट्ने राजु थापा, लङ्गादुर आले, हाम्रो वडा सदस्यज्यूहरू सबैलाई विशेष धन्यवाद पनि दिन चाहन्छु। र मेरो नाम छुट्यो भनेर गुनासो नगर्नु होला। तपाईँहरू सबैको माया र स्नेह, तपाईँहरू सबैको साथले मात्र हामी अगाडि बढ्न सक्छौँ। र यहाँ रहेका सम्पूर्ण राजनीतिक दलले एकसाथका साथ वडा कामले ल्याएको काममा हामीलाई साथ दिनुभएको छ। त्यसको लागि सबै राजनीतिक दलका साथीहरू, यो वडामा रहेका सम्पूर्ण राजनीतिक दलका साथीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। हामीमा कुनै विभेद, कुनै खालको मतभेद छैन। जनताले पूर्ण पाउनुपर्छ, जनतालाई चाहिँ हामीले स्थापित गर्नुपर्छ, उसको घाँसपास कपासको व्यवस्था गर्नुपर्छ भन्ने उद्देश्यका साथ लागेका छौँ। मैले आफूले पनि पढेको बुझेको कुरा, घर कसको पोत्नेको, खेत कसको जोत्नेको भन्ने नारा सानैबाट सुन्दै आएको हुँदा आज मलाई आत्मसन्तुष्टि पनि भएको छ। म तपाईँहरूमा आफ्नो थोरै भनाइ पनि सेयर गर्न चाहन्छु। मलाई रातभरि निद्रा लागेन। कतिखेर यो पढाउँछ, कतिखेर दिउँसो हुन्छ, कतिखेर हामीले पूर्ण दिन सकिन्छ, यो घडीको लागि वर्षौँदेखि हामीले इन्तजार गरेका थियौँ। वर्षौँदेखि पर्खेर बसेका थियौँ। हुन त भूमिहीन दलित र भूमिहीन सुकुम्बासी जन्म 25 जनाले अहिले पूर्ण पाउनेको, तर यो 25 जना मात्र होइन, सिङ्गो नगरपालिकाको प्रतिनिधिको रूपमा नगरपालिकामा कावासोती नगरपालिकामा सुरुवात हो भन्ने सन्देश यो नवलपुर जिल्लाबाट देशैभरि जाने गरी हामीले सन्देश दिन पनि सफल भएका छौँ। यो कावासोती नगरपालिकाको सबै आम जनताको यो चाहिँ बधाईका पात्र छन्। सबै आम नागरिकहरू बधाईका पात्र हुनुहुन्छ। यहाँका राजनीतिक दल, नगर स्तरीय सहजीकरण समिति, जिल्लाका नेतृत्वहरू र आज आउने मञ्चमा रहने
प्रमुख अतिथि र विशिष्ट अतिथिहरू सबैले यो कर कहिले आउँछ भनेर उहाँहरूले पनि आफ्नो आफ्नो ठाउँबाट आफ्नो भूमिका निर्वाह गरेको कुरा पनि म तपाईँलाई जानकारी गराउन चाहन्छु। म यही मञ्चबाट गण्डकी प्रदेशको माननीय यसै क्षेत्रको निर्वाचित सांसद र मन्त्री पनि हुनुहुन्छ पद्मजी श्रेष्ठको पनि शुभकामना तपाईँहरूलाई धन्यवाद भन्नुभएको छ। उहाँ आज आउन सक्नु भएन, विशेष परिस्थितिले संसद चलेको होला र हिजो बाढी पीडित भइरहँदा यही शिशुभरि टोलका मान्छेहरूलाई बाढी पीडित भइरहँदा यो ठाउँमा लिएर आउनलाई महत्त्वपूर्ण भूमिका खेल्नुहुने तत्कालीन गाविस अध्यक्ष र हालका गण्डकी प्रदेशका माननीय रोशनबहादुर झा र पूर्व संविधान सभा सदस्य जीवन श्रेष्ठको तर्फबाट पनि तपाईँहरू सबैलाई धेरै धेरै बधाई शुभकामना भनिदिन भन्नुभएको छ। म सबै माननीयहरूको तर्फबाट सम्पर्कमा हुने सम्पर्कमा नहुने, भेटघाट हुने भेटघाट नहुने, यो एउटालाई माया गर्ने एउटा माया नगर्ने सबै माननीयहरूको तर्फबाट तपाईँहरूलाई शुभकामना टक्राउन चाहन्छु। उहाँहरूको तर्फबाट पनि तपाईँहरूलाई शुभकामना भन्नुभएको छ, त्यो कुरा म तपाईँहरूलाई जाहेर गर्न चाहन्छु। म मञ्चमा आसीन आदरणीय मेरा अग्र नेतागणहरूलाई पनि के अनुरोध गर्न चाहन्छु भने आज हामीले जनतालाई पूर्जा वितरण गरिरहेका छौँ। आज हामीले यहाँ भएका केही जनताहरूलाई पूर्जा वितरण गरिरहँदा हाम्रो अर्को समस्या, जमिनदारी समस्या, अधिकांश जनताको समस्या छ। त्यो समस्या समाधान गर्न पनि हामीले लाग्नुपर्ने छ। त्यसमा पनि यो मञ्चमा रहने आदरणीय नेतागण र कार्यपालिकाका सम्पूर्ण नगर प्रमुख उपप्रमुख सहित सम्पूर्ण सदस्यहरूलाई सहयोग गर्न अनुरोध गर्न चाहन्छु। हामीले यसको लागि नगर प्रमुखको तर्फबाट र वडाको तर्फबाट पत्र पनि हामीले मालपोतलाई पठाएका छौँ। प्रक्रिया अगाडि बढाउनुहोस्, मिलेका किताहरूमा चाहिँ पूर्जा दिने बाटोमा हामी बनाउँ छुटेकाहरूलाई भनेका छौँ। र आज मालपोतका हाकिम साहब सायद जिल्लामा नभएर आउनु भएन, मैले पत्र बुझाएको थिएँ, बाहिर भएको भन्ने समाचार आयो मलाई देवु साहब र उहाँले अस्ति भर्खर पनि मलाई म प्रक्रियालाई अगाडि बढाउनलाई चाहिँ अध्ययन गर्दैछु, यसको विषयमा म बुझ्दैछु भन्नुभएको छ। यहाँ एउटा ठुलो समस्या छ, 50-60 बिघा बाहिरी मान्छेहरूको नाममा छ फेसबुक वा पूर्जाको रूपमा। त्यसलाई हामीले यहीँको जनताको नाममा ल्याउन छ, जसले जोतेको छ त्यसको नाममा ल्याउन छ। जग्गा नचिन्ने मान्छेहरू, कोठामा बसेर किताकाल गर्ने मान्छेहरूबाट जनतालाई स्तर दिन छ। यसको लागि वडा कार्यालय लाग्नेछ भन्ने कुराहरू तपाईँहरूलाई म सबैलाई स्मरण गराउन पनि चाहन्छु। यो सुखको घडीमा आज सम्पूर्ण वडावासी एकजुट भएर आउनु भएको छ। यो वडामा रहेका सम्पूर्ण राजनीतिक दलहरू, सम्पूर्ण सामाजिक व्यक्तित्वहरू, सङ्घ संस्थाका प्रतिनिधिहरू आउनु भएको छ। खास गरी मलाई खुसी लागेको छ, यो वडामा रहेका धेरै महिला दिदीबहिनीहरू, आमा समूहहरू आज सक्रिय उपस्थितिको रूपमा उभिनु भएको छ। मैले हिजो छोटो समयमा उहाँलाई सूचना गरेँ र त्यसमा उहाँहरू पाल्नु भएको छ। त्यसको लागि म उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु। सम्पूर्ण मठ मन्दिर गुम्बा चर्चका नेतृत्व गर्ने साथीहरू यहाँ आउनु भएको छ। हामी सब एक छौँ, वडावासी एक छौँ। यो खुसीको पल, हाम्रो लागि उत्साहको पल हो, हाम्रो लागि यो एउटा विजयको सुरुवात जस्तो पनि हो। यो एउटा चाहिँ पहिलो कदम हो। हामी धेरै लड्नु छ, धेरै अग्रसर हुनु छ भन्ने कुराहरू पनि स्मरण गर्दै हामीले चाहिँ एकबद्धता, एकरूपता ल्याउनको लागि हामी लागेका छौँ। यसमा वडावासीहरूको एकरूपता उत्साहले पनि देखाउँछौँ। हामी एक छौँ, हामीमा विभेद छैन, हामीमा कुनै खालको राजनीतिक तिक्तता छैन भन्ने कुरा आज यो भेलाले यहाँ भएका जनसमुदायको उपस्थितिले पनि जनाउँछ। त्यसको लागि म तपाईँहरूलाई धन्यवाद पनि दिन चाहन्छु। हामी लडेर होइन, मिलेर अगाडि बढ्नुपर्छ। र मैले चुनावमा नारा दिएको थिएँ, सबैको साथ कालशक्ति चाडको विकास भन्ने मूल नाराका साथ हामी अगाडि बढेका छौँ। सबैको साथ भयो भने मात्रै कालशक्ति चाडको विकास हुन्छ। बजेटको समय छ, कालशक्ति चाड हिजो पिछडिएको ठाउँ, कर्णालीको रूपमा रहेको ठाउँ पुल अहिले बनेका छन्, सञ्चालनमा कति आएका छन्, कति आउन बाँकी छन्। तर बोगनासे ढुङ्गेनी लगायत छिपछिटै धेरै ठाउँहरूमा विकास गर्न बाँकी छ। धेरै ठाउँमा सडकहरू बन्न बाँकी छन्, पूर्वाधारका कामहरू धेरै बाँकी छन्, सिँचाइका कामहरू धेरै बाँकी छन्। ती कामहरूमा आदरणीय नेताहरूलाई साथ र सहयोग गर्न पनि म अनुरोध गर्न चाहन्छु। र तपाईँहरूको साथ र सहयोग बिना कालशक्ति चाड अगाडि बढ्न सक्दैन। त्यसो भएको हुँदा अभिभावक तपाईँहरू हो, मञ्चमा हुने सबै साथीहरू हो, तपाईँहरूले अभिभावक परिवारदिनु होला। कुनै राजनीतिक आग्रह र पूर्वाग्रह नराखिकन वडा अध्यक्षको हैसियतले र जनताको सेवकको हैसियतले म तपाईँहरूको साथमा सबै काँध र काँध, हात र हात मिलाउन र तपाईँहरूलाई हात जोडेर अनुनय विनय गर्दै यो क्षेत्रको विकासको लागि अनुरोध गर्न तयार छु। त्यसको लागि तपाईँहरू लाग्दिनुहुन्छ भन्ने मैले आशा र भरोसा लिएको छु। र यो कार्यक्रममा हामीले आज सम्पन्न गरेर सफल भयो। यो कालशक्ति चाडको मात्रै कार्यक्रम भनेर नबुझ्दिन पनि म अनुरोध गर्छु। कालशक्ति चाडमा हामीले गरेका पनि समग्र नगरको कार्यक्रम, समग्र नगरपालिकाको नै यो
विशेष दिन पनि हो। आजसम्म कावासोती नगरपालिकाले भूमि आयोगबाट कुनै पनि पूर्जा बाँड्न सफल भएका थिएनौँ। यसलाई अगाडि बढाउनुपर्छ भनेर आदरणीय मेयर साहब, उपमेयर साहब लगायत सम्पूर्ण प्रमुख प्रशासकज्यू, सम्पूर्ण अध्यक्षहरूसित सल्लाह गरेर नै हामीले यो कार्यक्रमलाई दिनरात खट्यौँ। हामी राति भनेनौँ, दिउँसो भनेनौँ, साथीहरूलाई गर्मी भएर एकछिन गर्मी खप्न केही साथीहरूलाई गाह्रो छ, तर हामीले दिनरात नभइकन गर्मी खपेर, भोट खपेर, तिर्खा खपेर हामीले आजको दिन ल्याएको। अझै धेरै काम बाँकी छ। यो पछि 20 जनाको बाँडिन्छ सिसोघारी टोलकै, त्यसपछि 66 जनाको वडाभित्रका 66 जनाको हामी अगाडि बढ्छौँ। र म दुःखका साथ एउटा कुरा भन्न चाहन्छु, हिजो रमाकान्त दाइले फारम भरिरहँदा, उहाँको नेतृत्वमा फारम भरिरहँदा गोगनासो टोलका केही साथीहरूले भर्न मान्नु भएन छ। वडा अध्यक्षजीले भर्नुपर्छ भन्न पनि मान्नु भएन छ। नमानेर आज उहाँले पाउने मान्छे अरूको भवैमा लागेर, केही मान्छेको भवैमा लागेर नभर्दा आज ती मान्छेहरू छुटे। करिब 65 बिघा जग्गा राम्रै पक्की घर भएका 5-7 घरहरू अहिले छुटे। त्यसमा फेरि आयोगले छुट खुलाएको समयमा, छुटका दर्ता खुलाएको समयमा हामी त्यसलाई अगाडि बढाउने प्रतिबद्धता पनि म जनाउन चाहन्छु। जिल्ला समितिले समिति कसरी गठन भयो भन्दा भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउनको लागि संविधानमा व्यवस्था भएको बमोजिम हुने हो र भूमिहीन सुकुम्बासीलाई जग्गा वितरणको लागि भूमि सम्बन्धी ऐन 2021 को दफा 52 ख बमोजिम हुने व्यवस्था भएको कारणले संविधानको व्यवस्था र भूमि सम्बन्धी ऐन 2021 को दफा 52 ख 1 हुने व्यवस्थालाई मध्यनजर गरी यस कावासोती नगरपालिका भित्र हामीले विगत आयोगमा नाप नक्सा सम्बन्धी कामलाई हामीले निरन्तरता दिएका थियौँ। त्यही निरन्तरता स्वरूप विगत केही वर्षमा नाप नक्सा कार्य भनेको फिल कार्य भन्छ, त्यसलाई फिल कार्य समाप्त भइसकेको थियो। अब आयोग त्यही बेलामा भनेको 2079 साल के अरे 2080 साल चैतको 8 गते पहिला राष्ट्रिय भूमि आयोग विघटन भएको कारणले यस वडामा हामीले लाल पूर्जाको वितरण कार्यलाई हामीले नियन्त्रण दिइसकेका थियौँ। तथापि हामीले यस कार्यलाई नियन्त्रण दिन सक्यौँ किन भन्दा अहिले 81 मा फेरि भूमि समस्या समाधान आयोग जिल्ला आयोग गठन भई यो जिल्ला समितिले गत चैतमा पूर्णता पाएको कारणले हामीले कामलाई निरन्तर दियौँ। यो निरन्तरता अभाव भइहाल्यो भन्नुला। कावासोती नगरपालिका मात्रै सम्भव किन भयो? सम्भव सबै ठाउँ हुने हो, नहुने होइन। तर के भन्दा पनि हामीले कामको सिलसिलामा हामीले स्थानीय पालिकासँग हामीले प्रमाणीकरण भएको विवरण हामीले माग्नुपर्छ। प्रमाणीकरण भएको विवरण हामीले जिल्ला समिति प्राप्त भएपछि बल्ल हामीले त्यस प्रमाणीकरण भएको विवरणलाई हामीले मूर्त रूप दिनको लागि हामीले त्यसको सम्पूर्ण प्रक्रिया थालनी पाउँछौँ, न त पाउँदैनौँ। हाम्रो जिल्ला समितिले जबसम्म पालिकाबाट आउँदैन तबसम्म हामीले केही पनि गर्न पाउँदैन, हाम्रो केही पनि छैन। तर पालिकाले चासो लिएर छिटो गएर हुनुपर्ने जो मान्छे चर्चित हो, जो मान्छे भूमि सुन्नासी हो, जो मान्छे अवस्थित हो, साँचो विवरण पालिकाबाट प्रमाणीकरण भइआएको अवस्थामा हामीलाई काम गर्न सजिलो हुने भएको कारणले त्यसमा हामी यो सम्पूर्ण जनता र लाभदायक हामी के अनुरोध गर्छ भन्दा यहाँले आफ्नो विवरण सही साँचो भरिदिनु भयो, भरि पेस गर्नु भएकोमा हामीले धेरै बुझिरहनु पर्दैन। थोरै बुझ्दा पनि तपाईँको माग सार्थकता आउँछ। त्यस कारणले हामीले काममा छिटो सही गर्न सक्छौँ। किनभने हामी आयोगमा आइसकेपछि पनि हामीले सुरुमा सुकुम्बासीको के भूमि दलित भूमि सुकुम्बासी भागमा चाहिँ ती व्यक्तिहरूले पहिला स्वामित्व कायम लिएको थिए कि लिए थिएनन् भन्ने कुरामा हामी मालपोत कार्यमा भिडाउनु पर्ने हुन्छ।
र अव्यवस्थित बसोबासीको लागि पनि हामीले पहिलाका आयोगबाट अथवा विगतका आयोगबाट सरकारले कुनै आवास वा जग्गा उपलब्ध गराएको थिएन भन्ने कुरालाई हामीले मागको कार्यसँगै सोध्नुपर्ने हुन्छ, पत्र गर्नु अनुरोध गर्नु हुन्छ। मागको कार्यालयबाट आएपछि बल्ल हामीले हकदारी सम्बन्धी 7 दिने सूचना प्रकाशित गर्छौँ र यहाँ 7 दिने सूचनामा यहाँले अब अहिले जुन 25 जनाले आफ्नो लाल पूर्जा प्राप्त गर्दै हुनुहुन्छ उहाँको भन्दा बाहिर म के भन्छु भन्दा यहाँले अनुसूची 5 बमोजिम हामीले प्रकाशित गरेको हकदारी सम्बन्धी सूचनामा आफ्नो ब्यौरा, आफ्नो विवरण, आफ्नो हुनुपर्ने विवरण सही सत्य भयो कि भएन, छुट्यो कि गल्ती भयो कि हुनुपर्ने समूहको मान्छे आएन कि अथवा निवेदक त्यो होइन कि अब व्यक्ति सुकुम्बासी होइन कि अथवा के हो त्यो ठ्याक्कै तपाईँले यहाँले अहिलेसम्म कसैले पनि निर्णय दिनुभएको छैन र हामीले यहाँले जस्तो दिनुभयो त्यस्तै अनुसार लाल पूर्जा वितरण गर्न लागिरहेका छौँ। किनभने यस्तो कस्तो हुन्छ भने यो भूमि आयोगबाट पूर्जा वितरण पूर्जा लाल पूर्जा जुन हुन्छ त्यसमा बिग्रियो भने पछि सच्याउन गाह्रो हुन्छ। त्यही कारणले अहिले नै शुद्धता दिनुपर्ने हुन्छ हामीले। त्यसले हामीले अहोरात्र बसेर म आफै बसिरहेको छु, मैले आयोगमा बसेर आयोगमा बस्दिनँ, म कहिले पनि बस्दिनँ, यहाँ धपन भयो कहिले पनि बस्दिनँ, म उठुटी काम गर्छु, म सबै पनि उठुटी गर्छु, कम्प्युटर उठुटी गराउँछु, म कहिले पनि बस्दिनँ, म त्यहाँ पानी पनि खान्न त्यहाँ, म यति अवराध गरेको छु मैले त्यहाँ। तपाईँलाई सम्भव भएको हो र सम्भव हुन्थेन होला। त्यसका बावजुद पनि हाम्रो यस वडाका अध्यक्षज्यू जुन नारायण लोहनीजी हुनुहुन्छ उहाँले मैले अध्यक्षज्यू यो कागज चाहियो उहाँ तुरन्त ल्याइदिनुहुन्थ्यो, 10 मिनटमा टक्कै आउँथ्यो, त्यही आउनुहुन्थ्यो। मैले फोन गरेको 10 मिनट उहाँ त्यही नपाएर आउनुहुन्थ्यो, उहाँले एउटा कागज दिनुहुन्थ्यो, मैले मागेका कागजातहरू दिनुहुन्थ्यो र तपाईँ यो काम छिटो सम्पन्न भएको हो। किनभने हाम्रो अब 7 दिन 15 दिन 7 दिन सुन्दासी हकमा हुन्छ, अर्को अध्यक्ष हकमा चाहिँ 7 दिन 15 दिन 7 दिन कति दिन हुन्छ आफै विषय गर्नुलाई है। त्यति लामो समय हुन्छ हाम्रो, हामीले प्रोसेसिङको समय हो। कस्तो समय भन्दा प्रोसेसिङको भन्नुलाई हामीले नक्सा बनाउनुपर्ने हुन्छ, नक्सामा हामीले प्लानिङ गर्नुपर्ने हुन्छ, नक्सा किता प्लानिङ गर्नुपर्ने हुन्छ। अव्यवस्थितलाई सुमासी विषय पाइँदैन, सुमासी अघि विषय पाइँदैन, दलितको अघि हुन्छ, सुमासी पछि हुन्छ। यहाँले भन्नुलाई देख्नुहुन्छ भूमि दलितको किताबमा अघि छ, भूमि सुमासीको किताब पछि छ, अहिले देख्नुहुन्छ यहाँले त्यस्तो हुन्छ। किनभने बल्ल अवस्थित सुरु हुन्छ हाम्रो, पहिला दलित त्यसपछि सुमासी बल्ल अवस्थित हुन्छ, प्रथम त्यस्तो हुन्छ। त्यो कहाँ व्यवस्था गरिरहेको छ भन्दा भूमि सम्बन्धी ऐन 2021 को दफा 52 क 1 52 ख 1 र 52 ग 1 मा व्यवस्था भएको कारणले गरे हो। हामीले आफू उसले बनाएको होइन, त्यो सबै कुरा यहाँले तपाईँले कति पाउनुहुन्छ अनि आयोगहरू गठन हुन्छ। त्यो बेलामा हामी धेरै पटक खुसी भयौँ। हाम्रो जिल्लामा अहिलेको अपुष्ट पुष्ट साह्रै पुष्ट छैन, अपुष्ट जस्तै हो त रेकर्ड यदि ठिक छ भने 19औं पटक खुसी भयौँ आयोग गठन भएको देखेर। ती 19औं पटकका खुसीमै 21 बिलाए, अहिले 18औं पटकका बिलाए, 19औं पटकमा सार्थकमै खुसी हुन पाएका छौँ। त्यसमा पनि अझ सार्थक खुसी त मलाई अझ आनन्द के थपिएको छ भने यही क्षेत्रमा, यही सिसौघारी क्षेत्रमा यही 25 जना भित्र सबभन्दा थोरै 61 वर्ग मिटर जग्गामा आफूले भोग चलन जति गरेको छ त्यतिमा सानो बुकुरो बनाएर देशभरि आफ्नो सम्पत्ति भनेको पनि त्यति नै भएको व्यक्ति जितबहादुरजीलाई जग्गाको मालिक गराउँदैछौँ। यसमा अझ थप खुसी लागेको छ। यो खुसीको माहौलमा हामी अत्यन्तै गदगद भएका छौँ। हाम्रो बुझाइ छ, अलि हाम्रो बुझाइ फरक छ, गराइ फरक, जस्तो बुझाइ त्यस्तै गराइ छैन। त्यसकारणले बुझाइमा एकरूपता अथवा बुझाइमा सहजता ल्याउनुपर्छ भन्ने मेरो मान्यता छ। आयोग
गठन भइसकेपछि आयोग गठन हुन्छ, तर गठन भइसकेपछि काम गर्ने निकायहरू धेरै सक्रिय हुन्छन्। आयोग गठन नहुँदै सक्रिय हुँदैनन्। आयोग गठन भइसकेपछि धेरै निकायहरू सक्रिय हुन्छन्। तर हाम्रो बुझाइ के छ भने आयोग गठन भयो कि त ती सक्रिय भउन् नभउन् मतलब छैन, आयोगले नै काम गर्नुपर्छ भन्ने बुझाइ छ। त्यस कारणले ती निकायहरू सक्रिय भएनन् भने आयोगले काम गर्न सक्दैन। आयोग नजन्मिँदै ती निकाय जन्मेर काम गर्न नि सक्दैनन्। आयोग जन्मिसकेपछि ती निकाय जन्मेर बल्ल कामको सुरुवात हुन्छ र ती निकाय सबैले काम गर्नुपर्ने हुन्छ। त्यस कारणले त्यो बुझाइमा हामी प्रष्ट हुन सक्नुपर्छ, किनभने निकायहरू छन्। बुझाइमा प्रष्टता आउनु नै हाम्रो मुख्य काम हो। त्यसकारण बुझाइमा प्रष्टता आओस् भन्ने मेरो अनुरोध छ। प्रक्रिया र संलग्न निकायहरूको बारेमा पनि यहाँहरू स्पष्ट हुनुपर्छ। अहिले हामीले यहाँ दिँदैछौँ प्रक्रिया, हामीहरू प्रक्रिया अलि लामो छ। हाम्रो के भन्छ केन्द्रीय विज्ञ सदस्य जगत बस्नेतज्यू विज्ञ सदस्य हामीलाई प्रशिक्षण दिँदै हिँड्नुहुन्छ। उहाँले भनेअनुसार 39वटा प्रक्रिया पार गरेपछि मात्रै हामीले पूर्जा प्राप्त गर्न सक्छौँ। 39वटा प्रक्रिया 9वटा चरण पार गर्दा मात्रै हामीले पूर्जा प्राप्त गर्न सक्छौँ। त्यस कारणले त्यो प्रक्रियामा सरिक एक ठाउँ भइएन भने अथवा एउटा प्रक्रिया हामीले पूर्ण गर्न सकेनौँ भने हाम्रो अद्यावधिक हुँदैन, पूर्जा अद्यावधिक हुँदैन। त्यस कारणले ती प्रक्रिया पुरा गर्नुपर्छ। प्रक्रिया पुरा गर्दाखेरि ढिला हुन्छ, झन्झट मान्न हुँदैन। यहाँहरूलाई मेरो अनुरोध छ। अब यो प्रक्रियामा संलग्नता कस्तो हुन्छ भन्नेको बारेमा पनि यहाँहरू प्रष्ट हुनु पर्यो। संलग्नता सुरुमा पहिला वडाको सङ्कलक निवेदक सङ्कलकहरू हुन्छन्, गणक हुन्छन्। ती निवेदनहरू सङ्कलन गर्ने उहाँहरूले निवेदन सङ्कलन गर्नुहुन्छ। ओडाले त्यसको व्यवस्थित गर्छ, गोल कपीमा राख्छ। अनि त्यसपछि ती सबैलाई भूमिहीन दलित सुकुम्बासीको आफको पहिचान गर्छ। अनि ओडाले प्रमाणीकरण गरिसकेपछि बल्ल भूमि शाखामा जान्छ। भूमि शाखामा गइसकेपछि भूमि शाखाले प्रविष्ट गर्छ। त प्रविष्ट गरिसकेपछि बल्ल तपाईँहरूलाई अस्थायी निस्सा प्राप्त हुन्छ। अस्थायी त्यो चरणमा अस्थायी निस्सा प्राप्त भइसकेपछि सूचना अनुसार दिने 15 दिने सूचना पश्चात त्यहाँ 4 किल्ला तोकी नापी कार्यालयमा नाप नक्साको निमित्त आह्वान हुन्छ। अनि त्यो अनुसार आह्वान अनुसार नाप नक्सा हुन्छ। अनि त्यसपछि नाप नक्सा भइसकेपछि पालिकाले प्रमाणीकरण हामी कहाँ पठाउँछ भनेपछि त्यति निकाय सबै संलग्न हुनुपर्ने परिस्थिति छ। त्यसपछि आयोगमा आइसकेपछि मालपोत कार्यालय संलग्न हुन्छ। नापी कार्यालय चौथै चरणबाट संलग्न भइसक्यो। त्यसपछि वन कार्यालय संलग्न हुन्छ। अनि आयोगले काम गर्दै जाँदाखेरि बल्ल हामी अहिले यो 8औं चरणमा छौँ। 9औं चरण त मालपोत कार्यालयले अद्यावधि गर्छ। यसको 60 दिनभित्र मालपोत कार्यालयले अद्यावधि गर्नुपर्छ र बल्ल यसले 25 जनाको पूर्जाको प्रक्रिया पुरा हुन्छ। त्यसकारणले हामी प्रक्रियागत हिसाबमा अलि लामो भएका हुनाले यो लामो प्रक्रियालाई धैर्यता गर्न सक्ने पनि हामीसँग क्षमता हुनुपर्छ छ। र हामीसँग व्यवधानहरू छन्, समस्याहरू छन्। तपाईँहरूको ठाउँमा जाँदा तपाईँहरूको मैले यो 92वटै वडामा हरेक वडामा म अन्तर्क्रियामा गएँ र हरेक ठाउँमा के छ भने 80 वर्ष पुग्न लाग्नुभएका 70 काट्नुभएका 60 कट्नुभएका बुढा आमा बुवाले भन्नुहुन्छ म मर्ने बेलामा जग्गाधनी प्रमाणपत्र देखेर मर्न पाऊँ, म त वैकुण्ठमा जाने थिएँ भन्ने उहाँका भावना हुन्छन्। त्यो भावना लिएर म कार्यालयमा काम गर्न भनेर आउँदाखेरि धेरै व्यवधानहरू धेरै जकडिएका कुराहरू हुन्छन्। उहाँको भावनालाई सम्बोधन गर्न जकडिएका कुराले निकाल्न अप्ठ्यारा पाइन्छ। त्यसमा त्यो जकडिएका अप्ठ्यारा के हुन् भने एउटा हाम्रो प्रक्रिया लामो छ, अर्को कानुनी व्यवधान छ। कानुनी व्यवधानले अप्ठ्यारो पारिरहेको छ। गत आयोगहरूले पूर्जा दिँदै गर्दाखेरि भूमाफियाले धेरै प्राप्त गरे, वास्तविकताले प्राप्त गरेनन् भन्ने गुनासाका कारणले 2076 सालमा भूमि ऐनको व्यवस्था भयो
भूमि ऐनको 21मै भयो तर के अरे समस्या समाधान को व्यवस्था भयो। सोही अनुसार काम गर्दै गर्दाखेरि त्यो कानुन पूर्णता भएन। त्यो पूर्णता गराउनको निमित्त अहिले पनि सरकार लागिरहेको छ र केही अझै कानुनी व्यवधानहरू छन् जुन व्यवधानहरू मुक्त गर्नको लागि संसदमा समेत कानुन के अरे विधेयक दर्ता भएको छ। त्यो पास भइसकेपछि हाम्रा धेरै समस्याहरू समाधान हुन्छन् तर पास नभइकन हुने समस्याहरू हामीले अहिले पहिला गर्दैछौँ। मेन समस्या त हाम्रो अर्को के हो भन्नुहुन्छ भने अस्थिरता, अस्थिर सरकार। सरकारले गठन गर्छ आयोग, सरकार ढल्यो, आयोग सँगसँगै उसको पछि ढल्छ। सरकार थिर भएको आयोग पनि थिर हुन्छ र पूर्ण काम गर्न पाउँछ। 3 वर्षलाई टाइम छ, तपाईँको 8-9 महिनामै सरकार ढल्छ, 8-9 महिनामै जानुपर्छ, बुझ्दै हेर्दै सिद्धिन्छ। त्यसकारण अर्थिक सरकारबाट मुक्त पाउने हो भने मात्रै हामीले यो समस्या समाधान गर्न सहज रूपबाट सक्छौँ। यस्ता किसिमका समस्याहरू छन्, यो समस्यामा हामी जकारिरहेका छौँ र यसले समाधान गर्नुपर्छ। अब हामी यहाँहरूलाई मैले निवेदन के गर्छु भने जिल्लामा हालसम्म भएको परिस्थिति के छ त भन्ने कुरा तपाईँहरूलाई निवेदन गर्न चाहन्छु। यो जिल्लामा दुई प्रकृतिबाट समाधान गर्ने हाम्रो जिम्मेवारी छ। एउटा पहिलाका आयोगले काम गरेका अपुरा कामहरू पूर्ण गर्ने, अर्को नयाँ लगत सङ्कलनबाट पूरा गर्ने। नयाँ लगत सङ्कलनबाट यो जिल्लामा करिब 32,000 समस्या गराइ छन् र अधुरोबाट समस्या समाधान गर्ने करिब 3,000 छन्। यो टोटलमा 35,000 समस्या छ। त्यसकारण ती समस्याहरूमध्येमा औषधि नगरपालिकामा 7,406 जनाको समस्या छ, जसमा 1,200 भूमिहीन सुकुम्बासी, 800 दलित भूमिहीन दलितको समस्या छ, जसमध्ये 17 जना र 8 जनालाई हामीले अहिले समाधान गर्दैछौँ। बाँकी रहेका 7300 समथिङ अब हामीसँग बाँकी छन् र अरू पनि समस्या के छ भने यो वार्डमा त्यहाँको मात्र यो वार्डको परिस्थिति के भने 121 जनाको निवेदन आएको छ। 121 जना मध्ये हामी लगभग असार मसान्तभित्र 21 जनाको समस्या समाधान गर्न सक्छौँ कि भन्ने परिस्थितिमा पुगेका छौँ। 25 जना सुकुम्बासी र दलित और 97 जना अव्यवस्थित बसोबासी, जसमध्ये 20 जनाको अघि नै सदस्य सचिवले भनिसक्यो 20 जनाको हामी राजस्व निर्धारण गरेर सूचना प्रकाशन गरिसकेका छौँ र अरू 77 जनाको फेरि प्रकाशन गर्दैछौँ। त्यसकारण यो वार्ड समाधान गर्ने कुरामा पहिलो हुन्छ। तर अर्को के समस्या छ भने यहाँ अर्को समस्या छ तपाईँको अधुरो अपुरो भनौँ, त्यो भोग र प्रमाण नमिलेको अधुरो अपुरो छ। त्यसको लागि पनि त्यहाँ पछि प्रक्रिया सुरु गरेर त्यसको पनि हामी समाधान गर्ने प्रक्रियामा छौँ। त्यसकारण तपाईँहरूको समस्या यदि आयोग आफ्नो समयसम्म पूर्ण रहन सक्यो भने तपाईँहरूको सबै समस्या समाधान हुन्छ। त्यसकारण तपाईँहरू ढुक्क रहनुहोस् र हामीसँग भएका व्यवधान, हामीसँग कानुनी भएका अडचन सम्बन्धित निकायमा प्रस्तुत गर्दै त्यसका निकासहरू निकाल्दै हामी काम गरिरहेका छौँ। एकैचोटि सबैको काम एकैचोटि हुँदैन। सानो ढोकाबाट छिर्दाखेरि सबै मान्छे एकैचोटि पस्न मिल्दैन, पालै पालो जानुपर्छ। त्यसकारण 25 जनाबाट पालो सुरु भएको छ। यो सबैजना हाम्रो 35,000 जिल्लाभरिका र यो कौशती नगरपालिका 74 सबैजनाको काम सम्पन्न हुँदैछ। यसको लागि धैर्य हुनुहोला। मलाई छिटो गर्नुहोस् भन्ने चिट आएका हुनाले केही कुरा थिए, उहाँहरूको चिटको सम्मान गर्दै यो सबै कार्यक्रमको पूर्ण सफलता होस् भन्ने कामना गर्दै यहाँसम्म पुर्याउनको निमित्त वडाका अध्यक्ष नारायण लोहनीजी र हाम्रो राजु हैन त राजु भाइ, उहाँहरू यस्तो खट्नुभयो, यति खटाइ मैले आजसम्म यो जिल्लाभरिको कहीँ कतै कसैको पनि देखाएको छैन। त्यसकारण यो रिजल्ट आएको हो। वास्तविक कुरा उहाँहरू फुर्किनु भएन, सत्य चाहिँ कुरा यही हो। र अरू वडाध्यक्षहरूले पनि यही क्रममा काम गर्नु भएन भने मैले अघि भनिएका प्रक्रियाहरू आफ्ना ठाउँमै रहन्छन्। तैँले गर भनेर छोडो, हस् हजुर गरेछन् भन्छन्।
अहिले गर भनेर छोडिसकेपछि अलिबेरमा कति गरिस्, फेरि अलिबेरमा कति गरिस्, अलिबेरमा कति गरिस् भनेर चासो नलाउने नि अघि नै मैले भनेका प्रक्रियाहरू त्यही बिचमा रहेका रेकर्डहरू हरेक जिल्लामा छन्। त्यसकारण तपाईँहरूको जस्तै खटाई सबै वडा अध्यक्षहरूको, सबै जनप्रतिनिधिहरूको होस्, यसको शुभकामना दिँदै यहाँसम्म ल्याइ पुर्याउने अमिन भाइहरू, नगर प्रमुख उपप्रमुखज्यूहरू, सहजीकरण समितिका साथीहरू, आयोगका सबै साथीहरू र कर्मचारी सबैलाई यहाँसम्म पुर्याउनु हुने सम्पूर्णलाई धन्यवाद दिँदै यस्ता सफलताका कामहरू भोलि दिनमा धेरै चुन्न सकौँ। पहिलो पटक यो 19औं आयोगले नवलपुरको यो 4 नम्बर वडामा ऊर्जा आज वितरण गर्दैछ र अब यसको पटक पटक अब निरन्तर रूपमा गइरहन्छ। यो निरन्तर हुने काम हो। हामी 3 वर्षसम्म सबैको समाधान गर्नेछौँ। यहाँहरूको आशा भरोसा रहिरहोस् भन्दै यो कार्यक्रमको पूर्ण सफलताको लागि कामना गर्दै बिदा हुन्छु। हस्त धन्यवाद। धेरै धेरै धन्यवाद। भूमि सम्बन्धी समस्या आयोगका जिल्ला अध्यक्ष तारापति खरेलज्यूलाई। उहाँले हामीले 1997 सालदेखि आजसम्म हामी जग्गा वितरण, नेपाल सरकारले जग्गा वितरण गर्दै गर्दै यहाँ आइपुगेको छ। हामी पछिल्लो चरणमा आइपुग्दा हामी झन्झटिलाहरू कामहरू रहेको कुरा पनि विशेष विज्ञ साथीहरूलाई जानकारी छ। हामी 4 नम्बर वार्डबाट थोरै भए पनि दलित भूमिहीनलाई जग्गाको स्वामित्व आज प्रमाणपत्र बाँड्दैछौँ भने अहिले पनि अध्यक्षज्यूले झन्झटिला कुरा धेरै चाहिँ यहाँ प्रस्तुत गर्नुभयो। भर्खरै यो झन्झटिलो कुरालाई राज्य व्यवस्था समितिमा अलि फरक मोडलले, अलि झन्झटिलो नहुने कुराले राज्य व्यवस्था समितिमा विधेयक गएको हुनाले त्यसले छलफल गरिसकेपछि प्रतिनिधि सभामा पुगेर प्रतिनिधि सभाले त्यसलाई अनुमोदन गराउने झन्झटिलो प्रक्रिया अन्त्य हुनेछ। हिजो मात्र मैले त्यो अनलाइनमा हेरेको थिएँ। त्यो भूमि सम्बन्धी झन्झटिलो प्रक्रियालाई कसरी अन्त्य गर्ने र अगाडि जाने सम्बन्ध यहाँ भूमिको जिल्ला अध्यक्षले धेरै कुराहरू पार गर्ने, धेरै कुराहरू लिपिबद्ध ढङ्गले यहाँ बोल्नुभयो। त्यसै हुनाले यो झन्झटिलो प्रक्रिया किन भनिरहेको छु भने नगर सहजीकरण समिति छ, उता नगर पालिका छ, जिल्लामा चाहिँ विशेषज्ञहरू हुनुहुन्छ। अनि हाम्रो कहाँनिर अन्तर्विरोध छ। अन्तर्विरोध पनि चाहिँ यहाँले चाहिँ बुझ्नुपर्ने कुरा हो। अन्यथा नमानिदिनु होला। स्थायी सरकारमा रहनुहुने मालपोत कार्यालय, नापी अथवा नगरपालिका र हामी राजनीति गर्ने, हामी अलि जबरजस्ती अलि चाँडो सिद्ध्याउनु पर्नु भन्छौँ। त्यसो भए तर अहिले त्यो कुराहरू आइपुगेको छ भन्नुहुन्छ भने प्रश्न नहुँदासम्म जसले कलम चोक्छ त्यही ललिता निवास, त्यही दोलाखाको कुरो, त्यही अन्तका तत्त ठाउँका कुराहरू हुन्छन्। त्यस कारण ऐन कानुन कार्यविधि भित्र नभइकन हामी जग्गा नाप्रोसा गर्ने कुरालाई झन्झटिलो छ। त्यसले आज हामीले त्यो वार्ड नम्बर 4 बाट जुन सुरुवात गरेका छौँ प्राप्ति गर्ने जग्गा भने प्राप्त गर्नेलाई विशेष बधाई पनि भन्न चाहन्छु। र तत्पश्चात हामी अभियानको रूपले वार्ड नम्बर 1 लाई अगाडि बढाएका छौँ। वार्ड नम्बर 5 को थोरै छ। 5 को चाहिँ अब अन्तिम चरणमा पुगेको छ भने वार्ड नम्बर 1 का कामहरूमा हामी अगाडि बढाएका छौँ। मैले यो सभामा भूमि आयोगको अध्यक्षज्यू, पूर्व माननीय सदस्यज्यूहरू, राजनीतिक पार्टीहरूलाई के अनुरोध गर्छु भने मध्यवर्ती क्षेत्रको नाममा काउसी नगरको 11, 12, 13, 7, 10, 14, 15 र 17 का समस्याहरू छ। जग्गा नापनक्सा भएको छ तर कानुनी झन्झट भएको हुनाले यही सदस्य सचिवको रूपले रहने नापी कार्यालयको प्रमुखले भनिरहनु भएको छ कलम चोक्न सक्नुहुन्न उहाँले। त्यसो भएको हुनाले यो झन्झटिलो प्रक्रियामा त्यसलाई सहज र सरल बनाउनको निम्ति राज्य व्यवस्था समितिमा छलफलको निम्ति आज 3 दिन विधेयक गएको छ। त्यो पास भयो भने अलि झन्झटिलो प्रक्रियाको अन्त्य हुनेछ। अन्त्यमा म लामो कुरा गरिनँ। अन्त्यमा
यो वार्डका अरू विभिन्न समस्याहरू दोहोरो दर्ताका समस्याहरू भोट गर्ने र चाहिँ पूर्जा लिएर जानेका समस्याहरू छन्। म त्यतातिर गएँ भने फेरि 5 मिनट बढी बोल्नु पर्ने हुन्छ। म त्यतातर्फ गइनँ। अर्को दिन तपाईँहरूसँग बसेर कुरा गर्ने प्रतिबद्धता गर्दै आज यो कार्यक्रमको आयोजना गर्ने यसै वार्डको वार्ड अध्यक्ष अथवा कार्यक्रमको अध्यक्षले जे आयोजना गर्नुभयो, हामी सबै राजनीतिक पार्टीका प्रतिनिधिहरू यहाँ राजनीतिक पार्टीका प्रतिनिधिलाई बोल्न हामीले समय दिन सकेनौँ। त्यसपछि म नगर प्रमुखको तर्फबाट उहाँलाई समय नदिनु भएको हुनाले क्षमा प्रार्थी छु। नेपाली काङ्ग्रेसको यही हुनुहुन्छ, नेकपा एमालेको यही हुनुहुन्छ, अरू राजनीतिक पार्टीका यही हुनुहुन्छ, हामीले दिन सकेनौँ। नगर प्रमुखको तर्फबाट आजको कार्यक्रमलाई समय दिन नसकेको हुँदा अन्यथा नमानिदिनु हुन अनुरोध गर्दै जग्गा प्राप्ति गर्ने सम्पूर्णलाई विशेष बधाई दिँदै म आफ्नो शुभकामना र बधाई यही अन्त्य गर्छु। हस्, धन्यवाद। यहाँ सबैलाई नमस्कार। आज साँच्चै नै अघि पूर्व वक्ताहरूले भने जस्तै हाम्रो लागि एउटा अत्यन्तै महत्त्वपूर्ण दिन हो। हाम्रो प्रवेश सँगसँगै यहाँ भव्य स्वागत भएको छ। बाजा गाजा सहित सबै साथीहरूको, विशेष गरेर काउसती वार्ड नम्बर 4 का उपस्थित हुनुभएका सबै आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको त्यति बेला मैले मुहार अध्ययन गरे, सबै खुसीले गदगद हुनुहुन्थ्यो। त्यो स्वागत साँच्चै नै भित्रैदेखि यहाँको अन्तरात्मादेखि नै त्यो एक किसिमको स्वागत थियो। त्यो स्वागतले मलाई लाग्छ यहाँलाई छुट्टै उमङ्ग थपेको छ, यहाँलाई छुट्टै उत्साह थपेको छ आजको यो कार्यक्रमले। र छिट्टै नै यो 25वटा मात्रै होइन, छिट्टै नै यहाँको सबै भूमि सम्बन्धी समस्या समाधान हुन्छ भन्ने यहाँलाई लागेको छ। त्यो उत्साहले त्यो बुझाएको छ भने जुन स्वागत हामीलाई गर्नुभयो त्यति बेला मैले आफूलाई हेरेँ। आजका प्रमुख अतिथि, आयोगका पदाधिकारी साथीहरू, नगरपालिका सबैको मैले अनुहार सम्झे। त्यो उत्साह, तपाईँको उत्साह, त्यो सम्मानले हामीलाई एक किसिमको भारी बोकाएको छ। तपाईँले घस गचाउनु भएको छ। हेर है, 25वटा कुखुरा वितरण गर्दा त यति भयो, हामी यति खुसी छौँ भनेपछि यो सबै वडाको भूमि सम्बन्धी समस्या समाधान भयो भने हामी कति खुसी हुन्छौँ। हाम्रो उत्साह हेर भनेर तपाईँहरूले देखाएको हो भन्ने म आफूलाई त्यो अनुभूति, म आफूलाई त्यो एक किसिमको अनुभूति भएको छ। वास्तवमा आयोगले, नगरपालिकाले जे कामको सुरुवात गरेको छ, यो काम काउसती वार्ड नम्बर 4बाट सुरु भएको छ। यो जिल्लामा पहिलो कार्यक्रमको रूपमा काउसती नगरपालिकाले सुरु गर्यो, त्यसमा पनि वडा नम्बर 4ले सुरु गरेको छ। यो कार्यक्रमले अरू नगरपालिकाहरूलाई पनि चुनौती दिएको भन्ने मैले बुझेको छु। नगरपालिकाले काम सुरु नगरिकन, वडाहरूले काम नभ्याइकन आयोगले पनि हामी केही गर्न सक्दैनौँ भनेर अघि सदस्य सचिवजीले, अध्यक्षज्यूले भनिरहनु भएको छ। त्यसैले यो कार्यक्रमले यो जिल्लाका सबै पालिकाहरूलाई घस गचाउने काम गरेको छ भन्ने मलाई लाग्छ। म हार्दिक धन्यवाद दिन चाहन्छु। यति महत्त्वपूर्ण कार्यक्रममा बोलाएर यहाँहरूको बिचमा साक्षात्कार हुने, यहाँका कुराहरू पनि सुन्ने र शुभकामना पनि दिने जुन अवसर प्राप्त भयो, म विशेष गरेर काउसती नगरपालिका अनि वडा नम्बर 4 वडाध्यक्षज्यू लगायत कार्य समितिका नगरपालिकाका सबै वडाका साथीहरू र भूमि समस्या समाधान आयोगलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु। म पनि तपाईँहरू जस्तै सामान्य परिवारमा जन्मेर हुर्केको मान्छे, धेरैले मेरो बारेमा बुझ्नु भएको छ। किनभने यहाँले नबुझिकन अघिल्लो पटक
मलाई जनप्रतिनिधि बनाउनु भएको होइन। यहाँहरू सबैको माया हिजो जस्तो थियो आज पनि मैले त्यो माया उत्तिकै प्राप्त गरेको महसुस गरेको छु। यहाँहरूले गर्ने मायामा कति पनि कमी नभएको मैले महसुस गरेको छु। भोलिका दिनमा पनि त्यो माया त्यत्तिकै रहने विश्वास पनि छ। मैले अघि नै निवेदन गरेँ, म पनि तपाईँ जस्तै सामान्य परिवारबाट उठेर आएको मान्छे। मलाई थाहा छ एउटा भूमिहीन सुकुम्बासी हुँदाको समस्या के हुन्छ भन्ने, एउटा गरिबी के हो भन्ने मैले राम्रोसँग बुझेको छु। खाली खुट्टाले हिँड्दै गर्दा के हुन्छ भन्ने मैले बुझेको छु र भोकै पेट बस्दा के हुन्छ भन्ने मैले राम्रोसँग बुझेको छु। त्यसैले तपाईँका समस्या साझा समस्या हो कि हाम्रा समस्या पनि हुन्, मेरा समस्या पनि हुन्। घर छ, जग्गा पनि छ, छोराछोरी पढाउनु पर्यो, ब्याङ्कमा गएर लोन लिन पाइँदैन, ब्याङ्कको जग्गा धरौटी राख्नु कतै भनेर पाइँदैन। आज अलिकति अप्ठ्यारो पर्यो, थोरै ऋण लिएर काम चलाउन त ब्याङ्कले पत्याउँदैन, सकेसम्म साहुले पनि पत्याउँदैन। त्यसैले पनि जग्गा छ, त्यसैमा घर भएको छ, घर बनिन्छ। सानै भए नि झुपडी हो, भए पनि घर हो, जहाँ जे छ त्यसैमा रमाउने बानी गऱ्यौँ भने सुख प्राप्त हुन्छ। त्यसैले सबै चिज हुँदाहुँदै पनि भूमिहीन पर्ने परिस्थिति अत्यन्त पीडादायी हुन्छ। त्यो पीडाको अब बिस्तारै निको हुने परिस्थिति, त्यो पीडामा मलम लगाउने परिस्थिति भूमि समस्या समाधान आयोगले गर्नेछ भन्ने मलाई लाग्छ। मैले अध्यक्षज्यू लगायत पदाधिकारीतिर फर्केर हेर्दैछु, अघिको सम्मान यो प्रमुख अतिथि विशेष अतिथिको लागि नाम होइन, यो तपाईँहरूको लागि चुनौती दिने सम्मान हो। यसलाई सम्मान मात्रै नठान्नुहोला, यो चुनौती हो भन्ने ठान्नुहोला। यहाँका जनताले तपाईँलाई गरेको सम्मान छिट्टै नै यो अर्का सबै भूमि सम्बन्धी समस्याहरू समाधान हुन्छन्। यहाँका सबै भूमिहीन सुकुम्बासीहरू दलितहरू मालिक बन्नेछन्, भूमिको मालिक बन्नेछन् भन्ने सोचका साथ गरिएको सम्मान हो। यो सम्मानलाई त्यही रूपमा लिनको लागि म आयोगका आदरणीय पदाधिकारी साथीहरूलाई अनुरोध गर्दछु। मलाई थाहा छ काम गर्न झन्झटिलो प्रक्रियामा छ, अत्यन्तै झन्झटिलो छ। कतै बदमासी नहोस् भन्ने हिसाबले राज्यले त्यो गरायो। ढिलै भए पनि काम राम्रो गर्नुपर्छ। आयोगका पदाधिकारीहरू सबै 101 हुनुहुन्छ। अध्यक्षजी तारापति खरेलजी आफैमा यो मुलुकमा जनताको लागि धेरै लडेको मान्छे हो। उहाँ प्रजातन्त्रको लागि, जनताको लागि लडेको मान्छे हो। त्यस्तै गरेर लक्ष्मी दिदी, लक्ष्मी मैनाली तपाईँले देख्नु भएको छ, मुलुकको लागि, प्रजातन्त्रको लागि, जनताको लागि भनेर जीवनै उत्सर्ग गरेको मान्छे, धेरै पटक जेल खाएको मान्छे। त्यसैले त्यस्तै गरेर पूर्णताई मेरो आदरणीयलाई उहाँ त्यस्तै हुनुहुन्छ। होमनाथ सर त्यस्तै हुनुहुन्छ। उहाँहरू यो मुलुकको लागि, प्रजातन्त्र प्राप्तिको लागि र जनताको लागि लडेका व्यक्ति भएको हुँदा मलाई उहाँहरूप्रति पूर्ण विश्वास छ। आगामी दिनमा चाँडै नै यी कामहरू हुन्छन् भन्ने लाग्छ। मलाई यहाँको अन्य जग्गा भूमि सम्बन्धी अन्य समस्या पनि राम्रोसँग थाहा छ। म 5 वर्ष जनप्रतिनिधि भएर काम गर्दै गर्दा म आफूले पनि यहाँका समस्या समाधान गर्नुपर्छ भनेर लाग्या हो। कति सफल भयो, कति भएन, काम गर्नु कति परिस्थितिले दिएन त्यो मैले बुझेको छु। कतिपय तपाईँ अगुवा साथीहरूले पनि बुझ्नु भएको छ। विकास निर्माण कुनै व्यक्ति विशेषको पनि हुँदैन, विकास निर्माण कुनै दलको पनि हुँदैन। हामीले काम गर्ने क्रममा हाम्रो ठाउँको विकास गर्नको लागि अलिकति राजनीतिक दलभन्दा माथि उठेर संकीर्णतालाई चिर्दै थाकिलो दिल बनाएर अगाडि बढ्न सक्नुपर्छ। जसले काम गर्यो जनता त्यसैको। त्यसैले हामीले विकास गर्ने काममा तेरो र मेरो होइन, मैले बनाए बाटो त हिँड्न पाउँदैनस् भन्ने होइन, तैँले बनाएको बाटोमा म हिँड्दिनँ भन्ने पनि होइन। त्यसैले विकास तपाईँ हामी सबैको साझा हो। मैले जहिले पनि भनेको छु, म आफूले काम गर्दा पनि, यहाँको प्रदेशको सांसद भएर काम गर्दै गर्दा पनि भर्खर स्थापना भएको थियो। हामीले काम गर्ने बेलामा प्रदेश सभा
केही थिएन। हामीसँग बजेट थिएन, कानुन थिएन, बस्ने कुर्सी थिएन, भवन थिएन। हामी संस्थापकको रूपमा पहिलोपटक गएर सबै सुरु हामीले गरेका हौँ र त्यति बेला पनि म आफूले काम गर्ने क्रममा सबै वडाहरूलाई, सबै क्षेत्रहरूलाई, सबै भेगलाई मिलाएर तेरो र मेरो नभनिकन सबै जनता मेरै हुन् भन्ने हिसाबले काम गर्ने प्रयास गरे भन्ने मलाई लाग्छ। त्यसैले काम गर्दा हामीले तेरो र मेरो होइन, विकास कसैको हुँदैन र हाम्रो आफ्नो ठाउँको काम विकास गर्ने काम पनि हाम्रै हो। बाहिरको कोही मान्छे आएर मेरो गाउँको विकास गरिदेला भनेर हामीले पर्ख्यौँ भने हामी गलत हुन्छौँ। त्यसैले हाम्रो ठाउँको काम गर्नको लागि तपाईँ हामीले लाग्नुपर्छ। मेरो ठाउँ अगाडिको बाटोमा बनेको यत्रो खालको पुर्ने जिम्मा मेरै हो। त्यसैले कसैको मुख ताकेर आएर कसैले गरिदेला भनेर नसोचौँ। आफ्नो कामको लागि, मेरो आफ्नो ठाउँको लागि, हाम्रो ठाउँको विकासको लागि तपाईँ हामी सबैले ढिक्का भएर सङ्घर्ष गरेर अगाडि बढ्यौँ भने हामी गर्न सक्छौँ भन्ने मलाई लाग्छ। अब अघि नै दर्शकज्यूले गर्मी छ बोल्दा भनेर अलि लामो त्यहाँबाट गडगड राख्नु भएको थियो। अब लामो कुरा नगरिकन यहाँ राजनैतिक दलका साथीहरू हुनुहुन्छ, सबै साथीहरू यहाँ उपस्थित हुनुहुन्छ। उहाँहरूको उपस्थिति भनेको तपाईँलाई शुभकामना दिनु हो। यता बस्ने आयोजकहरूलाई धन्यवाद दिनको लागि उहाँहरूको उपस्थिति हो। समयको कारणले उहाँहरूले बोल्न पाउनु भएन, शुभकामना दिन पाउनु भएन। सबैको तर्फबाट, सबै राजनीतिक दलको समेत तर्फबाट, मञ्चमा बस्ने सबैको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै पूर्जा प्राप्त गर्ने साथीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै हिजो जनप्रतिनिधि तपाईँको प्रत्यक्ष जनप्रतिनिधि हुँदा पनि र आज पूर्व जनप्रतिनिधि हुँदा पनि जहिले पनि यहाँहरूको साथमा रहने, आज पनि रहने र भोलिसम्म केही नहुँदा पनि भोलिसम्म पनि तपाईँहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरू सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दै बिदा हुन्छु। धन्यवाद। र आज केही जग्गा झन् प्रमाण पूर्जाको निम्ति प्राप्त गर्न, त्यो प्रमाण प्राप्त गर्न उपस्थित हुनुभएका भूमिहीन दलित 17 जना र भूमिहीन 18 जना गरेर 25 जना, 8 जना गरेर 25 जना आज आफ्नो हक प्राप्त गर्न उपस्थित हुनुभएका आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आमा बाबाहरू र यो शुभारम्भ नेपालमा दुईटा ठूला राजनीतिक पार्टी नेकपा एमाले, नेपाली कांग्रेसको संयुक्त सरकार बनेपछि पहिलो पटक नवलपुर जिल्लामा हामीले जग्गाधनी प्रमाण पूर्जा तारापतिजीलाई यही हो जस्तो लाग्छ पहिलो पटक। दोस्रो पटक उहाँ अध्यक्ष भएको दुईटा ठूला दलको राष्ट्रिय सरकार बनेपछिको पहिलो शुभारम्भ कार्यक्रममा उपस्थित हुनुभएका दिदीबहिनीहरू, दाजुभाइहरू, आमा बाबाहरू र नवलपुर क्षेत्रमा क्रियाशील पत्रकार मित्रहरू, मैले लामो त्यस्तो केही भन्न लागिरहेको छैन। हिजो पुरानो व्यवस्थाले पनि तपाईँहरूलाई जग्गाधनी प्रमाण पूर्जा दिन सकेन, बीचको व्यवस्थाले पनि कोसिस गर्यो सकेन। जब देशमा गणतन्त्र प्राप्त भयो, जनताका छोराछोरी देशको राष्ट्रपति, प्रधानमन्त्री, नगर प्रमुख, प्रतिनिधि सभा, प्रदेश सभा, मुख्यमन्त्री, मन्त्री बन्ने यो व्यवस्थाले हामीलाई, यो संविधानले अधिकार निर्दिष्ट गर्यो। तब अब उज्याला दिनहरू, समृद्धिका दिनहरू, अधिकार प्राप्तिका दिनहरू सुरु भयो। त्यसो भएर आज तपाईँहरूको हातमा जग्गाधनी प्रमाण पूर्जा दिने जुन अभियान थालनी भयो, म यस वडाका अध्यक्षज्यू, वडा सदस्य सबै साथीहरू, वडाका राजनीतिक दलका सबै साथीहरू, नगरका नगर प्रमुख, उपप्रमुख र भूमि समस्या समाधान आयोगका जिल्लाका अध्यक्ष, 3 जना सदस्य मित्रहरू, सदस्य मित्रहरू, सबै सहकर्ता मित्रहरूलाई बधाई भन्न चाहन्छु
हार्दिक धन्यवाद दिन चाहन्छु। एकपटक भूमि आयोगका जिल्लाका 4 जना सदस्य सचिव 5 जना उठिदिनुहोस् र ताली बजाएर उहाँहरूलाई स्वागत गर्नको निम्ति म अनुरोध गर्छु। तपाईहरुलाई त्यो अधिकार प्राप्त गर्ने हातहरू उहाँहरू देशका राजनीतिक दलहरूले उहाँहरूलाई जिम्मा दिएको छ, सरकारले निर्णय गरेको छ। त्यसो भएर उहाँ निर्वाचनमा कुनै दलको एउटा नेता कार्यकर्ता हुनुहोला, तर जनतालाई अधिकार प्राप्त गर्ने, भूमिहीनलाई लाल पूर्जा दिने, अव्यवस्थित बसोबासीहरूलाई लाल पूर्जा दिने, बिग्रिएका अप्ठ्यारा कुराहरू सच्याएर जाने अधिकार उहाँहरूलाई सरकारले, नेकपा एमाले नेपाली कम्युनिस्टको सरकारले उहाँहरूलाई त्यो अधिकार प्राप्त गरेको छ। संविधानले, भूमि ऐनले, कार्यविधिले उहाँहरूलाई दिएको अधिकारभित्र रहनु भएको छ र म सदस्य सचिवज्यूलाई आभार व्यक्त गर्न चाहन्छु। हजुर राष्ट्र सेवक हो, जन्ममा 9 जुन जन्मनु भयो होला, उपसचिव भएको कति वर्ष हो? हाम्रो शुभकामना छ मुख्य सचिव भूमि जिल्ला सरलाई, उनीहरू धेरै गयो भने सदस्य सचिवलाई हाम्रो शुभकामना छ। तर यस्तो अवसर प्राप्त गर्नुभयो, राष्ट्रको सेवा पनि गर्नुभयो। वर्षौंदेखि आँसु बगेका नेपाली जनता काउसुली वडा नम्बर 4 का यो जिल्लाका भूमिहीन दलित, भूमिहीन अव्यवस्थितहरूको लाल पूर्जामा हस्ताक्षर गर्ने अधिकार यो व्यवस्थाले तपाईहरुलाई दिएको हुनाले राष्ट्र सेवामाथि पनि अत्यन्त ठूलो कल्याण भएको छ। तपाई सेवा निवृत्त भएर कुनै चर्च जानु पर्दैन, मन्दिर जानु पर्दैन, गुम्बा जानु पर्दैन, मस्जिद जानु पर्दैन, यो ठूलो कल्याण भएको छ। त्यसो भएर अनुरोध गर्न चाहन्छु, राजनीति अलि निर्मम हुन्छ। हामीले जनतालाई अधिकार दिने कुरामा हामी बोल्छौं, पैरवी गर्छौं। यो पालिकाका दलका नेताहरू जिल्लाका पछाडि हुनुहुन्छ, अपोजिसन पार्टीका 3 टा नेताहरू, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी। तर तपाईहरुलाई जग्गा जमिन प्रमाण पूर्जा हस्तान्तरण गर्ने अभियानमा अपोजिसन पार्टी र रुलिङ पार्टीको एउटै मत छ, कसैको असहमति छैन। तर मलाई यसो भनिरहँदा ठ्याक्क धर्म लाग्छ। हाम्रो देशमा 50-60 वर्षदेखि कोही जंगलमा बस्नु भएको छ, कोही चौर छ, कोही पुल पनि होला, के होला, यही सरकारले अध्यादेश दियो। सजिलैसँग जग्गा जमिन प्रमाण पूर्जा हस्तान्तरण गर्नको निम्ति लिएको अध्यादेशमा अपोजिसन पार्टी 3 ले त्यसमा अब्जेक्सन गर्यो। अध्यादेश पास भएन। सायद अध्यादेश पास भएको भए अरूको निम्ति पनि सहज हुन्थ्यो। तर हाउसमा विधेयकको रूपमा दर्ता भएको छ। यहाँ जिल्ला स्तरका नेताहरू हुनुहुन्छ, काठमाडौँमा रहने उच्च तहका नेताहरूलाई त्यो भूमि विधेयक पास गर्ने कुरामा सजिलोसँग सहयोग हो। सही तलका तिलक विष्णुहरूले हामीलाई यसो अब मजबुत गर्न थाले भन्ने कुराको सन्देश पुर्याइदिन अनुरोध गर्दै अब अरू अप्ठ्याराहरूको सन्दर्भमा अब भूमि विधेयक सदनमा छलफलमा छ, त्यो पास हुन्छ। म यो अब भूमि समस्या समाधान आयोगका जिल्लाको अध्यक्ष लगायत सबै साथीहरूप्रति अनुरोध के छ भने मिनेट गनेर 6 घण्टा सुत्नेहरू 4 घण्टा सुत्नुहोस्, पानी बढी खानुहोस्, समयको ख्याल गर्नुहोस्। कम्तीमा यो जिल्लाका 31,500 भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई 1 वर्षको बीचमा यो कामलाई गति 120 को स्पिडमा, किनभने अब कामको गति लिनुपर्ने हुन्छ भन्नुहुन्छ। हामीलाई भनिबाट तिलक र विष्णुलाई लिएर भाषण गरायो, 25 वटा पूर्जा गाड्यो, अरू बाँकी पूर्जा खै भनेर प्रश्न तपाईँहरूले गर्नुहुन्छ। त्यसो भएर हिजो 55 वर्ष अघि बढेको बाटो त्यो बाटोले नपुगेर अहिले 4 लेनको र 6 लेनको भएको छ। गाडी 120 को स्पिडमा गुड्न थाले काफले सर। त्यसो भएर आयोग पनि त्यही 4 लेनको बाटोमा 120 को स्पिडमा गुड्ने जतिकै यहाँहरूले स्पिडका साथ अगाडि जानुहोस्। यो जिल्लाका राजनीतिक दलको, जनप्रतिनिधिहरूको, सबैको यहाँहरूलाई पूर्ण सहयोग छ, समर्थन छ। यहाँहरूले दिने लाल पूर्जाको जिन्दगी तपाईको 10 पुस्तासम्म मेरो हजुर बाबाले, मेरो हजुरआमाले, मेरो मम्मी बाबाले प्राप्त गर्ने जग्गा जमिन प्रमाण पूर्जामा तारापट्टि खरेलहरूको हस्ताक्षर छ, सदस्य सचिवको हस्ताक्षर छ।
तत्कालीन अवस्थाको नगर प्रमुखको सिफारिस छ, वडा अध्यक्षहरूको सिफारिस छ भन्ने त ठुलो पुण्य कार्यमा कपुर हुनुहुन्छ। कामको गतिलाई बढाउनु होला। केही काम अप्ठ्यारा छन् भने केही ऐन कानुनमा संशोधन गर्नु छ, सरकारलाई सुझाव दिनुपर्छ। सङ्घीय सरकारलाई प्रदेश सरकारमा हामी दलका सबै प्रतिनिधिहरू हामी प्रतिबद्ध छौँ। मञ्चमा रहनुभएका सबै दल काङ्ग्रेस, एमाले, राप्रपा, रासपा, माओवादीका तर्फबाट, जिल्ला सचिव काफ्लेजीको तर्फबाट समेत यो कार्यको उच्च सम्मान गर्दै सबैलाई शुभकामना दिँदै हामी कहिलेकाहीँ पदमा हुन्छौँ, कहिले हुँदैनौँ। हामी पदमा या नहुँदा पनि हामी तपाईँहरूको सेवामा अब अहोरात्र खटिरहेका छौँ। हामीले यो जिल्ला गणतन्त्रमा नवलपरासी जिल्ला तुलारेर नवलपुर बनाउने निर्णय गर्ने हामी हो। जिल्लालाई समृद्धिको जिल्ला र विकास र समृद्धिको एउटा आयामको ठाउँमा अगाडि बढाउने पनि हामीले हो। बिगारका हामीले अब जस पाउँछौँ, सफलता हामीले जस पाउँछौँ। यो कुरामा तपाईँहरूको साथ छ। वडा अध्यक्ष, वडा परिवारप्रति आभार व्यक्त गर्छु। मेयर, उपमेयर अनि कार्यकारी सबै राजनीतिक दलहरूप्रति पनि धन्यवाद ज्ञापन गर्दै यो राम्रो कार्यको आज थालनी भएको छ। हामी करिब अब 37-38 डिग्री तापक्रममा छौँ। यहाँका 8-10वटा अब एसीले पनि काम गरेको छैन। अब अरू गर्ने काम पनि यस्तै गर्नेमा धेरै शुभ कार्यहरू अगाडि बढोस्। यही शुभकामनाका साथ आफ्नो भनाइ अन्त गर्दै म यो शुभारम्भ गर्नुभएकोमा आयोग जिल्लाप्रति आभार व्यक्त गर्दै धन्यवाद दिँदै आयोजकप्रति आभार व्यक्त गर्दै आफ्नो भनाइ अन्त गर्छु। हस्, धन्यवाद, नमस्कार। जग्गा जमिलाल पूर्जा सबैको हातमा होस्, यो काम अगाडि बढोस्। धन्यवाद। उहाँहरू सबैले हामीलाई सहयोग गर्नुभएको थियो र हाम्रा अग्रजहरू हामी माझ नभए पनि हाम्रो स्मरणमा रहनुहुनेछ। र पूर्व वडा अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरू, पूर्व वडा सदस्य लगायत सबै साथीहरू र हात लागेका जनप्रतिनिधि साथीहरूले जस्तै शनिबार पनि नभनी कर्मचारी साथीहरू र जनप्रतिनिधि साथीहरूले वडा कार्यालय खोलेर पनि हामीले काम गऱ्यौँ। धेरै कर्मचारी साथीहरूलाई हामीले शनिबार र बिदाका दिन पनि काम गऱ्यौँ। त्यसका लागि उहाँको सेवामा समर्पित गर्नलाई मार्गदर्शन गर्नुहुने सबैमा आभार र शुभकामना व्यक्त गर्दै काउसती गलियो यात्रा यहाँ मात्र रोकिने छैन। हामी 111 घरलाई पूजा बारेर मात्रै रोक्नेछौँ र छुटलाई पनि हामी समावेश गर्नेछौँ। हाम्रो आयोगका यही सभापतिको घोषणा गर्छु। पत्रकार मित्रहरूलाई पनि एकचोटि जोरदार ताली बजाएर धन्यवाद दिन अनुरोध गर्छु। हस्, धन्यवाद। जय काउसती। आजको अङ्कमा हामीले कावासोती नगरपालिका वडा नम्बर 4मा दलित भूमिहीन सुकुम्बासीहरूका लागि यो जग्गा धनी पूर्जा वितरण कार्यक्रमलाई समेट्ने प्रयास गर्यौं। यो अङ्कमा तपाईहरूले विभिन्न क्षेत्रका व्यक्तिहरू, विशेष गरेर भूमिहीनहरूको समस्या कावासोती नगरपालिकामा कसरी हल गरिँदैछ र समग्रमा कावासोती नगरपालिकाको यो ऐतिहासिक कार्यक्रम कस्तो रह्यो, यसलाई हामीहरूले तपाईहरू समक्ष प्रस्तुत गर्ने प्रयास गर्यौं। आजको कार्यक्रम यही सकिन्छ। कावासोती नगरपालिकाको आर्थिक वर्ष 2081-82 को विकासका गतिविधि तथा महत्त्वपूर्ण उपलब्धिहरू समेटिएको यो कार्यक्रमको श्रृङ्खला अन्तर्गतको यो महत्त्वपूर्ण अङ्कलाई यही बिट मार्दै अहिलेका लागि भने म विष्णु गौडेल पनि बिदा हुन्छु। नमस्कार।